हेलो साथीभाइ सबैजनालाई नमस्कार र मेरो नाम चाहिँ हो सुमन मुथे। दार्जिलिङ सोनादा मिलिङ बस्तीबाट यो भिडियो बनाइरहेको। अनि यो भिडियो बनाउनुको मुख्य कारण चाहिँ के हो भने 2024मा मलाई एकदम ठुलो रोग लागेको थियो। रोग चाहिँ मलाई क्यान्सर, फादर अफ क्यान्सरै चाहिँ होइन तर क्यान्सरभन्दा ठुलो बिमार है। त्यसको लागि धेरै रकमहरू चाहिएको थियो उयोहरू उपचार गर्नुको लागि। तर तपाईँहरूले सबैले साथ दिनुभयो, सपोर्ट गरिदिनु भयो मलाई उपचार गर्नुको लागि। अनि मलाई भेलोरसम्म तपाईँहरूले पुऱ्याएर उपचार गरेर आज मलाई यहाँ गाउँमा ल्याइदिनु भएको छ, घरमा ल्याइदिनु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। अनि तपाईँहरूलाई म धन्यवाद दिँदैछु, मेरो हृदयदेखि धन्यवाद दिँदैछु। मलाई एकदम ठुलो रोग लागेकोमा तपाईँहरूले आज बचाउनु भएको थियो। अब यो माथि अब हाम्रो यो नर्थ इन्डिया है, नर्थ इस्ट इन्डियामा चाहिँ कुनै डक्टर, कुनै हस्पिटल जति पनि छ हाम्रो यो वेस्ट बेङ्गल डल्लै भयो, सिक्किम कालिम्पोङ त वेस्ट बेङ्गलमा आइहाल्यो, सिक्किमबाट। अनि त्यहाँदेखि अरू पनि धेरै धेरै ठाउँहरू गएँ म, तर पनि डक्टरले मेरो बिमारको उपचार गर्नु सकेन। कुन चाहिँ बिमार हो, कुन चाहिँ के टेस्ट गऱ्यो है, बायोप्सीदेखिको लिएर अब ठुल्ठुलो टेस्ट, एमआरआई, सिटी स्क्यानहरू केहरू गऱ्यो र पनि मेरो नर्थ इन्डियामा चाहिँ कहीँ पनि भएन। तपाईँहरूले मलाई धेरै सपोर्ट गरेर, धेरै हेल्प, फाइनेन्सियल सपोर्ट गरेर मलाई भेलोरसम्म त्यत्रो ठुलो हस्पिटल पुऱ्याएर, उपचार गराएर, आज जाति बनाएर पुऱ्याइदिनु भएको छ मेरो गाउँ ठाउँमा, मेरो जग्गामा। आज तपाईँहरूलाई त्यसको लागि धेरै धेरै धन्यवाद। जति पनि यो तपाईँहरूले मलाई हेल्प गर्नुभएको छ, यो नेपाली युनिटी जतिजनाले पनि मलाई हेल्प गर्नुभएको छ, उहाँहरूलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। यो भिडियो त्यसैले बनाएको हो। अनि अहिले चाहिँ अब मेरो त्यस्तो अब जाति भयो भन्दाखेरि पनि अब त्यस्तो प्रपर चाहिँ अब इम्प्रुभ भएको छ र पनि अब पहिलाको भन्दा चाहिँ निकै इम्प्रुभ भइसकेको छ। पहिलाको भन्दा चाहिँ एकदमै ज्यादा इम्प्रुभ भइसकेको छ। अनि तपाईँहरूकै कारणले आज म यो भिडियो पनि बनाउनु सकेँ। तपाईँहरूले ज्यादा माया गरिदिनु भयो, सपोर्ट गरिदिनु भयो, सहायता गरिदिनु भयो। अनि मलाई त्यस्तो ठुलो क्यान्सरभन्दा ठुलो बिमार, क्यान्सर चाहिँ होइन, क्यान्सरभन्दा ठुलो बिमार फादर अफ क्यान्सर अस्टियोसर्कोमा मेरो टाउकोदेखिको पैँतालासम्म जति पनि अब जोइन्ट पार्टहरू छ, जति पनि अब जोइन्ट पार्टमा चाहिँ जम्मैमा किराले खाइदिएर चाहिँ एकदमै ज्यादा फैलिसकेको थियो। जसमाको लागि लङ्समा पनि आधी सरिसकेको थियो, लङ्समा पनि। त्यहाँदेखि अब क्यान्सरै जतिको बिमारलाई तपाईँहरूले एकदम सहायता गरेर, उपचार गरेर भेलोरमा पुऱ्याएर तपाईँहरूले मद्दत गरेर आज म यस सफल भएँ। त्यो क्यान्सर जस्तै बिमारलाई मैले हराउनु तपाईँहरूको पनि एकदम ठुलो हात छ। त्यो बिमारलाई निको पार्नुको लागि मलाई आज यहाँसम्म तपाईँहरूले ल्याइदिनु भयो। अनि अब मैले यो भिडियो बनाएको चाहिँ तपाईँहरूलाई धन्यवाद दिनुको लागि हो। त्यो यस्तोको लागि भिडियो बनाएको होइन। अब मान्छेले नराम्रो नसम्झिदिनुहोस्, सबैजनालाई म धन्यवाद दिन चाहन्छु। अनि अब अहिले कामहरू त केही पनि गर्नु सक्दिनँ म, डक्टरले अब एकदम अहिले केही पनि नगर्नुहोस्, एकदम रेस्ट गर्नुहोस्। अब तपाईँको अब कामहरू गर्नु सक्नु त सक्नु हुँदैन, अब लाइफ टाइमै त्यही हो। अब तपाईँको भनेछ त्यही पनि अब यसो हिँड्ने डुल्ने एक्सर्साइजहरू गर्ने चाहिँ तपाईँहरूले बनाइदिनु भयो। मलाई एकदम धेरै धेरै धन्यवाद, मेरो हृदयदेखि धन्यवाद है। फेरि अब यो भिडियो राम्रै छ त, केही पनि भएको छैन भन्नु चाहिँ नभनिदिनुहोस् है। मेरो एकदम ठुलो बिमार भएर अब मेरो समस्या चाहिँ यस्तै हो। यहाँ तपाईँहरूलाई देखाउँदैछु मेरो समस्या चाहिँ अब खुट्टा चाहिँ मैले गुमाइसकेको छु। अनि अब खुट्टा गुमाए पनि अब केही भएको छैन। अब मलाई अब त्यो पछुतो गरेर पनि अब फाइदा पनि छैन। अब प्राण चाहिँ गुमाउनु परेन। तपाईँहरूले एकदम ज्यादा सपोर्ट गर्नुभयो। अनि मैले युट्युब च्यानल पनि खोलेको छु। युट्युब च्यानलको नाम चाहिँ हो सुमन ब्लग्स। तपाईँहरूले हेरिदिनुहोस्, भिडियो हेरिदिनुहोस्, माया गरिदिनुहोस्, साथ सपोर्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। यो भाइलाई एकदम ज्यादा सहयोगको जरुरत छ, एकदम
सहयोग गरिदिनुहोस्, त्यति सब्सक्राइब गरिदिनुहोस्, मेरो च्यानललाई लाइक गरिदिनुहोस्, जतिजनाले पनि हेरिराख्नु भएको छ माया गरिदिनुहोस्। अनि थ्याङ्क यू सो मच वन्स अगेन, धेरै धेरै धन्यवाद तपाईँहरूलाई, हाम्रो नेपाली कम्युनिटी दाजुभाइ दिदीबहिनी है सबैजनालाई धेरै 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 हृदयदेखि धन्यवाद छ तपाईँहरूलाई। थ्याङ्क यू सो मच।